सो गाइस यो हेरेर तपाईहरुलाई कहाँ हो कहाँ जस्तो लाग्दैछ होला अनि हेर्दै जानु म तपाईहरुलाई भन्छु यो कहाँनेरि हो। सो गाइस फेरि पनि स्वागत छ मेरो यो च्यानलमा। तपाईहरुलाई भनिरहेको थिएँ अस्ति मैले चाहिँ सरस मेलाको तपाईहरुलाई फुल भिडियो देखाउँछु र म यहाँ आइरहेको छु हेर्नु। सो गाइस यो हेर्नु सक्नुहुन्छ सरस मेलाको जो गेट छ यस्ता खालके छ र म तपाईहरुलाई पनि त्यसको फुल भिडियो आउँदैछ हेर्नु होला आजको भिडियो। यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो लिजेन्डरी जुबिन गार्गको तस्बिर छ। सो गाइस यहाँ हेर्नु सक्नुहुन्छ जो अगाडिमा जुन देखिँदैछ यहाँ चाहिँ राति प्रोग्राम हुन्छ यस्तो खालको नजारा छ। सो गाइस हेरेर तपाईलाई कहाँ हो कहाँ जस्तो लाग्दैछ होला नि यो चाहिँ सन्डे मार्केट जो बाइपासको छेउमा तपाईहरुले मैले भनिरहेको थिएँ हेर्नु कति राम्रो नि गाइस। सो गाइस म भित्र आइसकेको छु र म भित्रको तपाईहरुलाई देखाउन चाहन्छु जे के छ र कुन स्टेटको कुन डिस्ट्रिक्टको के आएको छ तपाईहरुलाई म भन्दैछु। सो गाइस यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु तलपट्टि के राखेको छ या तल यानी कि ग्राउन्ड लेभलमा यस्तो खालको भेट्नुहुन्छ र यहाँ यस्तो खालको छ र भोलिसम्म मात्रै टाइम छ गाइस। 30 तारिक त यो बुद्धको टेम्पलहरु छ सानो यहाँ हिमाचल प्रदेशबाट यो चीज लिएर छ के कानफुलीहरु के छ यदि र म तपाईहरुलाई देखाउनु हर एउटा स्टेटको यहाँ के रहेछ भनेर। यो चाहिँ हो तपाईहरुसँग उत्तर प्रदेशबाट के आएको छ भन्दाखेरि जुत्ताहरु यो सुनितपुरबाट यो रहेछ जोराटको हेर्नु होला यहाँ के छ म तपाईलाई नाम भन्दै जान्छु र यहाँ अगाडि गएर हेर्दै जाम ल के रहेछ तपाईलाई म देखाउँदैछु। अगाडि जाम यो चाहिँ ग्राउन्ड लेभल है ग्राउन्ड मतलब तलपट्टिको। उत्तराखण्डको चाहिँ यो रहेछ उत्तराखण्डको पनि तपाईहरुको सेम यही जुत्ताहरुको कलेक्सन लिएर आउनु भएको रहेछ र अगाडिपट्टि हेर्दै जाँदा यहाँ चाहिँ के हिमाचल प्रदेशको पनि यस्तो खालको जुत्ताहरु ल जुत्ताहरु तपाईलाई बाहिर स्टेटको पनि यहाँ भेट्न सक्नुहुन्छ। र यहाँ हेर्नु यो अगाडि पिञ्जडा जस्तो के को लागि थाहा छैन लेकिन यसले के भन्छ तपाईहरु भन्नुहोस्। डिब्रुगढ पनि छ तपाईहरुको यहाँ हेर्न सक्नुहुन्छ अगाडिपट्टि अरु एउटा छ यहाँ हेर्नु यी तिनसुकिया भयो अरुणाचल प्रदेश भयो विश्वनाथ भयो यहाँ हेर्नुहुन्छ जम्मू काश्मीरको चाहिँ कलेक्सन यस्तो खालको रहेछ र अगाडि माजुलीको पनि भेट्नुहुन्छ यहाँबाट यहाँ। अनि फेरि तपाईहरुको यहाँ तिनसुकियाको पनि छ र फेरि तिनसुकिया फेरि कहाँको यो पनि हेर्नु होला। अरु यहाँ एउटा रहेछ यो तपाईलाई म देखाउन साउथ सलामार यो तामुलपुरको पनि रहेछ र धेमाजी र अनि अगाडिपट्टि छ उदालगुडीको पनि कलेक्सन आएको रहेछ यहाँ र यो हेर्नु होला यहाँ पनि अब एउटा डेभलपमेन्टहरुको हो यो पनि इन्स्टिट्युट अफ डेभलपमेन्ट स्टेटको र अनि यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ कहाँको रहेछ भन्दाखेरि सो गाइस यो चाहिँ हो बाजालीको र बाजाली माजुली यानी थाहा छैन विश्वनाथ म चाहिँ गएको छैन विश्वनाथ पनि गएको छैन र विश्वनाथको कलेक्सन पनि छ यहाँ र विश्वनाथको कलेक्सन बङाइगाउँको पनि कलेक्सन आएको रहेछ उडिस्साको पनि छ। म तपाईलाई नाम भन्दै जान्छु लेकिन बोल होला कोही बेला बिचमा र तपाईहरु हेर्दै जानु होला म नाम भन्दै जान्छु। झारखण्डको पनि कलेक्सन आएको रहेछ यहाँ झारखण्डको पनि राम्रो कलेक्सन आएको छ र झारखण्डको चाहिँ सराइदेऊ र अनि तपाईहरुलाई म देखाउँदैछु यो तिनसुकिया फेरि तिनसुकियाको धेरै छ यहाँ आसामको हाम्रो धेरै छ धिमा हाँसोको पनि छ र आउट अफ द स्टेट यानी कि अरु पनि स्टेटको छ हेर्दै जानु म देखाउँदै जान्छु तपाईहरुलाई र तपाईहरु हेर्दै जानु होला। यहाँ वेस्ट कार्बी आलङ हेर्दै जानु ल म तपाईलाई नाम भन्दै जान्छु गोलाघाटको पनि छ गोलाघाटको चाहिँ यस्तो खालको कलेक्सन आएको रहेछ र यहाँ तपाईहरुको छ जम्मू काश्मीरको चाहिँ यस्तो खालको हेर्दै जानु यस्तो खालको रहेछ यहाँ चिज चाहिँ यो के हो थाहा छैन लेकिन नाम मलाई चाहिँ अब तपाईहरु आएर यहाँ हेर्न सक्नु भोलि 30 तारिकसम्म मात्रै छ है आज गाइस 29 तारिक हो र म अगाडि गएर तपाईहरुलाई अरु देखाउँदैछु। यहाँ उडिस्साको पनि हेर्नु होला उडिस्साको यहाँ दाइले हाई भन्दैछ मैले पनि हाई भनिदिएँ अलिकति हैन दराङको हो यो दराङ डिस्ट्रिक्टको। अनि एउटा छ यहाँ अगाडिपट्टि म देखाउँदैछु अगाडि धुबुरीको पनि रहेछ धुबुरीको चाहिँ यस्तो खालके र अगाडि यो चाहिँ कसको हजाई यो पनि हजाईको रहेछ। सो गाइस यो चाहिँ रहेछ कामपुरको रहेछ है कामपुरको कलेक्सन पनि छ यहाँ यस्तो खालके र यो चाहिँ कसको रहेछ भन्दाखेरि हेर्दै जानु ल म तपाईहरुलाई नाम देखाउँदै जान्छु। श्रीभूमिकोबाट पनि आएको रहेछ नि यो पनि श्रीभूमिको हो र यो कोकराझार यो चाहिँ हो तपाईको टप रुफ यानी कि टप रुफमा लखिमपुरमा हेर्नु लखिमपुरको के रहेछ यहाँ र धेमाजी यो चाहिँ नन भेजहरु है एकदम टप फ्लोरमा तपाईले भेट्नु नन भेजहरु छ यहाँ। सो गाइस भिडियो कस्तो लाग्यो भिडियोलाई राम्रो लाग्यो भने माया गर्नु होला र लाइक कमेन्ट शेयर सब्स्क्राइब जरुर गर्नु होला र म अब यहाँबाट निस्किँदै छु किनकि धेरै राति पनि हुँदैछ र म चाहिँ यहाँबाट निस्केको त माया दिनु होला मिल्छु आउनु होला फेरि एउटा नयाँ ब्लगमा बाइ।